सम्पूर्णमा नमस्कार। चालु आर्थिक वर्ष 2083-84 को बजेट आज अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा सङ्घीय संसदमा प्रस्तुत भएको छ र बजेटको कुराहरू गर्दै गर्दाखेरि सरकारको एक आर्थिक वर्षको आय र व्ययको समष्टिगत विवरणलाई चाहिँ हामीले बजेट भन्ने गर्छौं। सो बजेटको कुराहरू गर्दै गर्दा सर्वप्रथम सन् 1733 मा बेलायतका तत्कालीन प्रधानमन्त्री रोबर्ट वाल्पोलले बजेटको सुरुवात गरेका थिए। बेलायतबाट बजेटको सुरुवात भएको थियो र नेपालको सन्दर्भमा विक्रम सम्वत 2008 साल माघ 21 गते तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइराला नेतृत्व सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले नेपालको पहिलो बजेटको रूपमा 5,25,29,000 रुपैयाँ चाहिँ विनियोजित गर्नुभएको थियो। र आज चालु आर्थिक वर्ष 2083-84 को बजेटको कुराहरू गर्दै गर्दाखेरि सङ्घीय संसदमा प्रत्येक वर्ष जेठ 15 गते सङ्घीय संसदमा बजेट प्रस्तुत गर्ने गर्छ सङ्घीय सरकारले र आर्थिक वर्ष 2083-84 को कुल बजेट यसपालि अर्थमन्त्री स्वर्णिम वाग्लेले 21 खर्ब 24 अर्ब र 34 करोड रुपैयाँ चाहिँ विनियोजित गर्नुभएको छ। यो कुल बजेट 21 खर्ब 24 अर्ब र 34 करोड आर्थिक वर्ष 2083-84 को चाहिँ कुल बजेट यति रहने अनुमान गरिएको छ र जसमध्ये चाहिँ चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड, जसलाई चाहिँ यसको 59.81% चाहिँ यो कुल बजेटको रकम चाहिँ 59.81% चाहिँ चालुतर्फ छुट्याएको छ। यो अब चालुतर्फ छुट्याएको भनेको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नका लागि छुट्याइने रकम हो, जस्तै तलब भत्ता हैन, सेवा सुविधा, पोसाक खर्च, कार्यालय भाडा लगायतका कुराहरूमा चालुतर्फको बजेटहरू प्रस्तुत गर्ने गरिन्छ अथवा छुट्याइने गरिन्छ। त्यो चाहिँ 59.81% रहेको छ भने पुँजीगत तर्फ चाहिँ 4 खर्ब 31 अर्ब र 10 करोड, जो चाहिँ कुल बजेटको 20.29% चाहिँ यो पुँजीगत बजेट, जसलाई हामीले चाहिँ विकासगत बजेट अथवा डेभलपमेन्टल एक्सपेन्डिचर पनि भन्ने गर्छौं, त्यसको लागि चाहिँ 4 खर्ब 31 अर्ब र 10 करोड, जसको कुल बजेटको 20.29% बजेट चाहिँ यो डेभलपमेन्टल एक्सपेन्डिचर तर्फ रहने चाहिँ अनुमानित गरिएको छ। र अब यो पुँजीगत खर्च चाहिँ विकास निर्माणका कामहरू सञ्चालन गर्नका निमित्त छुट्याइने रकमलाई चाहिँ हामीले पुँजीगत खर्च भनेर भन्छौं। अब यो वित्तीय व्यवस्थापनको रूपमा चाहिँ 4 खर्ब 22 अर्ब 64 करोड रुपैयाँ छुट्याएको छ, जो चाहिँ कुल बजेटको 19.89% रकम हो भन्ने कुरा चाहिँ हामीले बुझ्न सक्छौं। अब यसको सन्दर्भलाई चाहिँ के लाउने भने वित्तीय व्यवस्थापन तर्फको खर्च चाहिँ किन छुट्याइन्छ भन्दाखेरि सरकारले लिएको सामा र ब्याजको आन्तरिक र वैदेशिक ऋणको सामा र ब्याज भुक्तानी गर्नका निमित्त वित्तीय व्यवस्थापन खर्चहरू छुट्याइने गर्छ र कुल बजेटको 19.89% रकम चाहिँ वित्तीय व्यवस्थापन तर्फ चाहिँ के गरिएको छ, रहने अनुमान गरिएको छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। अब यो बजेटको यो चाहिँ के भयो त, यो चाहिँ खर्च भयो अथवा चाहिँ यसलाई चाहिँ हामीले चाहिँ के भन्छौं त, यसलाई चाहिँ व्यय भन्ने कुराहरू गर्छौं अथवा चाहिँ यो एक्सपेन्डिचरका कुराहरू भयो। अब बजेटको इन्कमको कुराहरू गर्दाखेरि अथवा बजेटको इन्कम अथवा चाहिँ बजेटको चाहिँ के त भन्दाखेरि आम्दानीको कुराहरू गर्दै गर्दाखेरि सर्वप्रथम कुनै पनि देशको सरकारको आम्दानीको रकम के हुन्छ, राजस्व हुन्छ। सो राजस्व तर्फबाट चाहिँ 14 खर्ब 5 अर्ब र 31 करोड, जो चाहिँ कुल बजेटको चाहिँ 66.15% रकम चाहिँ राजस्वबाट उठ्ने अनुमान गरिएको छ। र यो अब राजस्वबाट चाहिँ अब यो देशभित्रैबाट चाहिँ उठिएको चाहिँ रकम अथवा राजस्व अथवा चाहिँ हामीले तिरेको प्रत्यक्ष अप्रत्यक्ष अथवा विभिन्न प्रकारका करहरूबाट चाहिँ उठेको रकमलाई चाहिँ हामीले राजस्वबाट उठेको रकमका कुराहरू गर्छौं, जसमध्ये राजस्व मार्फत चाहिँ आर्थिक वर्ष 2083-84 को बजेटमा 14 खर्ब 5 अर्ब 31 करोड कुल बजेटको चाहिँ कुल अनुमानित बजेटको चाहिँ 66.15% रकम चाहिँ उठ्ने अनुमान गरिएको छ। सँगसँगै वैदेशिक अनुदान, त्यस पछाडि अब राजस्वले मात्र त सबै कुराहरू पुग्दैन, त्यसैले चाहिँ हामी कहाँ जान्छौं, वैदेशिक अनुदान। अब यो वैदेशिक अनुदान मार्फत चाहिँ अब यो कुल बजेटको चाहिँ कुल बजेट अनुमानित बजेटको 61 अर्ब 74 करोड, जसलाई चाहिँ हामीले 2.91% चाहिँ वैदेशिक अनुदानबाट चाहिँ उठ्ने अनुमान गरिएको छ भन्दा र सँगसँगै वैदेशिक ऋणको कुराहरू। अब अनुदान अब वैदेशिक अनुदान भनेको जसको हामीले ऋण पनि तिर्नु पर्दैन, ब्याज पनि तिर्नु पर्दैन, सामा पनि तिर्नु पर्दैन। अब यो वैदेशिक ऋण भनेको अन्य देशसँग लिने ऋण अथवा चाहिँ विभिन्न मल्टिनेसनल कम्पनीहरू अथवा चाहिँ अन्य देशबाट चाहिँ लिने ऋणको रूपमा चाहिँ 2 खर्ब 47 अर्ब र 29 करोड, जसलाई चाहिँ हामीले 11.64 कुल बजेटको 11.64
11.64% रकम चाहिँ वैदेशिक ऋणबाट उठ्ने अनुमान गरिएको छ। भन्दै गर्दाखेरि चाहिँ अब आन्तरिक ऋण भनेको देशभित्र अथवा चाहिँ देशभित्रको चाहिँ वित्तीय संस्थाहरूबाट चाहिँ अथवा देश भित्रैबाट चाहिँ उठ्ने रकमलाई चाहिँ हामीले आन्तरिक ऋणहरू भन्छौँ, जसले सरकारले चाहिँ 4 खर्ब 10 अर्ब चाहिँ जसको 19.30% रकम चाहिँ अथवा चाहिँ आन्तरिक ऋण चाहिँ नेपाल सरकारले चाहिँ आन्तरिक ऋणहरू चाहिँ उठाउने अनुमान गरिएको छ भन्ने कुरा चाहिँ हामीले बुझ्छौँ। सो समग्रमा बजेट भनेको आय र व्ययको समष्टिगत विवरणलाई, आय र आम्दानी र व्ययको समष्टिगत विवरणलाई हामीले के भन्छौँ? बजेट भन्ने गर्छौँ। अब आम्दानीका स्रोतहरू आर्थिक वर्ष 2083-84 को बजेटमा 21 खर्ब 24 अर्ब 34 करोडको कुल बजेटमा चाहिँ आम्दानीका स्रोतहरू यसरी राजस्वबाट यति % उठ्ने, वैदेशिक अनुदानबाट यो रकमहरू उठ्ने र यी सेक्टरमा चाहिँ के गर्ने, खर्च गर्ने अनुमान रहेको छ भन्ने कुराहरू चाहिँ हामीले बुझ्न सक्छौँ। आजको लागि थ्याङ्क यू सो मच।